नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई। आज हामी कुरा गर्न गइरहेको छौं असोज महिनाको सबैभन्दा पहिले कुन चाहिँ कम्पनीले आइपिओ खुलाउँदैछ भन्ने बारेमा यस भिडियोमा हामी चर्चा गर्नेछौं। असोज महिनामा सबैभन्दा पहिले आइपिओ खुलाउने कम्पनी रहेको छ श्रीनागर एग्रीटेक कम्पनी। यस कम्पनीले सर्वसाधारण जनताहरूको निम्ति पहिलो चरणको आइपिओ फरेन इम्प्लोइमेन्टको लागि 3,09,938 किता शेयर निष्कासन गरिसकेर बाँडफाँड गरिसकेको छ र अब बाँकी रहेको शेयर जम्मा 25,10,453 किता शेयर सर्वसाधारण जनताहरूको निम्ति रु 100 रुपैयाँ अंकित दरले निष्कासन गर्ने भएको छ। यस कम्पनीले असोज महिनाको 26 गतेदेखि 29 गतेसम्म शेयर बिक्री खुल्ला गर्ने भएको छ। यो कम्पनी म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ सेक्टरको कम्पनी हो भने यसको इस्यु म्यानेजर नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेडले जनाएअनुसार यस कम्पनीमा तपाईहरुले 10 कितादेखि 10,000 कितासम्म आवेदन दिन सक्नुहुन्छ। यस कम्पनीमा 2,51,046 जनाले 10 किताको दरले शेयर प्राप्त गर्नु सक्नुहुन्छ भने बाँकी रहेको 3 जनाले चाहिँ 11 किता शेयर प्राप्त गर्नुहुनेछ। यो भिडियो हेर्नुहुने सम्पूर्णहरूलाई चाहिँ विजय दशमीको पावन अवसरमा तपाईहरुलाई शुभकामना।